नमस्ते। भ्यालेन्टाइन नजिकिँदैछ। आज हामी चर्चित गजलकार प्रकट पङ्गेनी शिवलाई निम्त्याउँदैछौँ। आज प्रकट दाइका गजलहरू र उहाँका मुक्तकहरू सुन्नेछौँ। आज उहाँका गजलहरू रेकर्ड गर्नका निम्ति म पोखराको एउटा स्कुलमा आइपुगेको छु, जहाँ उहाँ 8-10 वर्षदेखि संलग्न हुनुहुन्छ, प्रगति बोर्डिङ हाई स्कुल। म प्रकट पङ्गेनी शिवलाई उहाँका गजल र मुक्तकहरू सुनाउनका निम्ति आग्रह गर्छु। प्रकट दाई, स्वागत छ तपाईँलाई। धन्यवाद भाइ। भ्यालेन्टाइन नजिकिँदैछ, कस्तो महसुस भइरहेको छ? भ्यालेन्टाइन एउटा प्रेम दिवस हो र प्रेम पुजारीहरूलाई र प्रेम गर्नेहरूलाई, प्रेममा बाँच्न चाहनेहरूलाई एउटा उत्सव हो, एउटा पर्व हो, एउटा चाड हो। त्यसरी मैले चाहिँ पर्व, चाड र उत्सव ठानिरहेको छु। ठिक छ, आज हामी तपाईँका गजल र मुक्तकहरू सुन्नेछौँ। तपाईँलाई मन लागेका, तपाईँलाई मन छोएका, भन्न सुनाउन मन लागेका गजल र मुक्तकहरू हामीलाई सुनाइदिनुहोस् न। मुक्तक। बादल फाड्दा जस्तो राम्रो अरू फाड्दा हुन्न, बादल फाड्दा जस्तो राम्रो अरू फाड्दा हुन्न, तिमीले आँटे सबै पुग्छ मैले आँट्दा हुन्न। आजै आँटा जवानीको मिठो स्वाद चाख, आजै आँटा जवानीको मिठो स्वाद चाख, वैंश सार्दा जस्तो मजा अरू सार्दा हुन्न। बादल फाड्दा जस्तो राम्रो अरू सार्दा। एउटा फुलको थुङ्गा होइन सिङ्गै फुलको डाली राख्छु, एउटा फुलको थुङ्गा होइन सिङ्गै फुलको डाली राख्छु, तिमी आउँछौ भने साँझमा सयौं दीप बाली राख्छु। आऊ प्रेमको पुजारीको पूजा आराधना हेर्न, आऊ प्रेमको पुजारीको पूजा आराधना हेर्न, तिम्रो लागि देब्रे भागको सिङ्गै छाती खाली राख्छु। ती नसालु आँखाभित्र कसको तस्बिर टाँसेकी छ, ती नसालु आँखाभित्र कसको तस्बिर टाँसेकी छौ, थुङ्गा थुङ्गा फुल टिप्दै कसलाई माला गाँसेकी छौ। अरू जवाफ नदिए नि यति कुरा भन्देऊ न त, अरू जवाफ नदिए नि यति कुरा भन्देऊ न त, यस्तो कलकल आउँदो जोबन कसलाई दिन साँचेकी छ। हिउँ गोरीले भनिन् एक दिन हिउँ फुल लाउने मन छ, हिउँ गोरीले भनिन् एक दिन हिउँ फुल लाउन मन छ, टिप्न जाउन सँगै प्रकट फुल्ने जहाँ बन छ। के लगाउँछौ ओइली जाने त्यस्तो हिउँ फुल गोरी, के लगाउँछौ ओइली जाने त्यस्तो हिउँ फुल गोरी, नओइलिने सनै फुल्ने प्रकटसँग त हुन्छ। तपाईँले हरेक गजलहरू लेख्दाखेरि, कतै बोल्दाखेरि यो अन्ना भनेर जुन उच्चारण गर्नुहुन्छ, यो धेरै पाठकहरूले, श्रोताहरूले बुझेका छैनन्। यो बारेमा अलिकति भनिदिनुहुन्छ कि? अन्ना हरेक मेरो एउटा शैली के छ भन्दाखेरि एउटा पात्र उभ्याएर म आफ्नो रचनाहरू गर्ने गर्छु, चाहे कविता होस्, चाहे गीत होस्, चाहे गजल होस्, चाहे मुक्तक होस्। त्यो लेख्ने बेलामा मलाई अगाडि एउटा इमेजिन पात्र चाहिन्छ, र मैले त्यो लेख्ने बेलामा अन्ना भन्ने नाम दिएर पात्र लगाएँ। यो काल्पनिक पात्र हो? काल्पनिक पात्र। पछि गएर कसैले के भनेदेखि अब विभिन्न अड्कलबाजी पनि लगाए, तर जति बेला मैले चाहिँ अन्ना भन्ने शब्द राखेको थिएँ त्यति बेला मेरो विशुद्ध काल्पनिक पात्र थियो। र त्यसबाट जाँदाखेरि मेरो त्यो लेखन शैली, लेखन अब भाव बढ्दै गयो। अनि मैले सोचेँ कि यो पात्रलाई चाहिँ पूजा गरेर राख्नुपर्छ, किनकि यसले मलाई चाहिँ गीत दियो, गजल दियो, कविता दिइरहेको छ भनेपछि यो पात्रलाई मैले बचाएर राख्नुपर्छ भनेर अहिलेसम्म बचाएर राखेको छु। ठिक छ, यहाँको फेरि अरूको गजल सुनाऊ। गजल होइन, मुक्तक। हुन्छ। प्रेमी हुँ म प्रेमको लागि जे पनि त गर्न सक्छु, प्रेमी हुँ म प्रेमको लागि जे पनि त गर्न सक्छु, अरू बाटै खोज्छु तिमीलाई मर्न परे मर्न सक्छु, माया दिन्छु यति धेरै
जुन अरूले दिँदै दिन्नन्, माया दिन्छु यति धेरै जुन अरूले दिँदै दिन्नन्, आफ्नै शरीर काटी रगत भर भने भर्न सक्छ। मिठो। अर्को, मागी हेर मुटु चुडी दिन सक्छ यो प्रकृति। मागी हेर मुटु चुडी दिन सक्छ यो प्रकटले, त्यस्तै तिम्रो मुटु चुडी लिन सक्छ यो प्रकटले। पागल प्रेमी कस्ता हुन्छन् आजै जाँचिएर, विष दिन्छौ भने विष नै पिन सक्छ यो प्रकटले। भ्यालेन्टाइन आउँदाखेरि तपाईँको मनमा के कुरा खेल्छ तपाईँको मनमा? होइन, भ्यालेन्टाइन डे भनेकै प्रेम दिवस। मैले अघि पनि भने एउटा भित्री मनमा जुन मेरो प्रेम बाँचिरहेको छ, त्यो प्रेम चाहिँ त्यो अघि दिन पनि उजागर त हुन्छ नै, तर त्यो दिन चाहिँ विशेष गरेर चाहिँ रोमाञ्चित बन्न जान्छ, विशेष गरेर रोमान्टिक बन्छ, विशेष गरेर प्रणयपरक बन्छ, विशेष गरेर अब केही बन्छ। त्यस कारणले भ्यालेन्टाइन डे अरूको नजरमा कसरी हेरिन्छ या कसरी हेर्छन् मलाई थाहा छैन, तर मेरो नजरमा चाहिँ भ्यालेन्टाइन डे भनेको या प्रेम दिवस प्रेमपूर्वक मनाउने राम्रो। कति वर्षमा पुग्नुभयो अहिले? 58 लाग्यो। जब तपाईँ पार्कमा बाटोमा कतै प्रेम जोडीहरू देख्नुहुन्छ, त्यो बेला तपाईँको मनमा के कुरा खेल्न थाल्छ? रमाइलो लाग्छ मलाई। त्यस्तो अप्ठ्यारो उशृङ्खलता यस्तो मलाई लाग्दैन, किनकि म पनि त्यही अवस्थाबाट गुज्रिएर आएको र अहिले देख्दाखेरि कहिले कहिले त अब आफू त्यहीँ छु कि भन्ने जस्तो पनि लाग्छ। कहिले कहिले के लाग्छ भने रमाइलो गरिरहेका छन्, वाह जिन्दगी उत्सव हो। र हरिशरण लामिछानेको एउटा गीत छ कि जिन्दगी हो उत्सव हो वरदानेश्वरको, अनि जोडीहरू बसिरहेछन्, जिन्दगी हो उत्सव मनाऊ, प्रेममय उत्सव मनाऊ। कहिलेकाहीँ जवानीका ती दिनहरू फेरि फर्के हुन्थ्यो भन्ने लाग्दैन? होइन, लाग्छ, तर फर्किँदैनन् नि त, फर्किँदैनन्। र के हो भनेदेखि जसरी मैले अघि प्रेम बचाएर राखेको छु भन्छु, त्यसरी नै ती जवानीका दिनहरूलाई सम्झनामा बचाएर राख्ने हो र अहिले फिलिङ्स गर्ने हो, अहिले महसुस गर्ने हो कि कुनै दिन त्यो दिन पनि थियो। मलाई एउटा अप्ठ्यारो चाहिँ के भइदियो भने मन चाहिँ मैले त्यहीँको त्यहीँ राख्न सकेँ, तर उमेरले चाहिँ डाँडा काटिदियो कि उमेर बढ्दै गयो, मन चाहिँ त्यहीँको त्यहीँ रह्यो। र त्यो मन तपाईँको त्यहीँको त्यहीँ रह्यो। खोली के पछि थियौ पिरतीको रनको लाग्यो, छेउ आई के बसी थियौ पिरतीको रनको लाग्यो। ढोका खोली के पछि थियौ पिरतीको रनको लाग्यो। अङ्ग अङ्ग सुमसुम्याउँदै लाली अदर सलबलाउँदै, अङ्ग अङ्ग सुमसुम्याउँदै लाली अदर सलबलाउँदै, अङ्गालोमा के कसी थियौ पिरतीको रनको लाग्यो। ढोका खोली के पछि थियौ पिरतीको रनको लाग्यो, छेउ आई के बसी थियौ पिरतीको रनको लाग्यो। विष कन्या होइनौ तिमी भए मलाई विष लाग्थ्यो, विष कन्या होइनौ तिमी भए मलाई विष लाग्थ्यो। कामाग्निले के डसी थियौ पिरतीको रनको लाग्यो। ढोका खोली के पछि थियौ पिरतीको रनको लाग्यो, छेउ आई के बसी थियौ पिरतीको रनको लाग्यो। कुनै धारा यस्ता हुन्छन् काट्दा पनि सन्चो लाग्छ, कुनै धारा यस्ता हुन्छन् काट्दा पनि सन्चो लाग्छ। प्रेमको छुरा के धसी थियौ पिरतीको रनको लाग्यो। ढोका खोली के पछि थियौ पिरतीको रनको लाग्यो। त्यसपछि झन् रन्कै रनको लाग्यो अन्ना तिम्रो कसम, त्यसपछि झन् रन्कै रनको लाग्यो अन्ना तिम्रो कसम। बाहुपासले के कसी थियौ पिरतीको रनको लाग्यो। ढोका खोली के पछि थियौ पिरतीको रनको लाग्यो। छेउ आई के बसी थियौ पिरतीको रनको। साँझमा दियो बाली राख्यौ को आउँदैछ, साँझमा दियो बाली राख्यौ को आउँदैछ आज। हातका औँला चाली राख्यौ को आउँदैछ आज। साँझमा दियो बाली राख्यौ को आउँदैछ आज।
हिजो अस्ति उब्किएका घरका छेउ कुना, हिजो अस्ति उब्किएका घरका छेउ कुना बिहानदेखि टाली राख्यो, को आउँदैछ आज? साँझमा दियो बाली राख्यो, को आउँदैछ आज? एउटा फूल भगवानलाई टिपे भइहाल्थ्यो त, एउटा फूल भगवानलाई टिपे भइहाल्थ्यो त। सिँगै फूलको डाली राख्यौ, को आउँदैछ आज? साँझमा दियो बाली राख्यौ, को आउँदैछ आज? हातका औँला चाली राख्यौ, को आउँदैछ आज? अगरबत्ती जलाएर तुलसीको मठमा, अगरबत्ती जलाएर तुलसीको मठमा छेउमा पूजा थाली राख्यौ, को आउँदैछ आज? साँझमा दियो बाली राख्यौ, को आउँदैछ आज? बिहानदेखि सजिएर चिरी च्याट्ट परे, बिहानदेखि सजिएर चिरी च्याट्ट परे, शिरको सिउँदो खाली राख्यौ, को आउँदैछ आज? साँझमा दियो बाली राख्यौ, को आउँदैछ आज? हातका औँला चाली राख्यौ, को आउँदैछ? ओठ चुमेर कस्तै चपक्क तिमीलाई यही फूल जस्तो काखैमा राख्छु, थपक्क तिमीलाई ओठैले ओठ चुमेर कस्तै चपक्क तिमीलाई। सक्दिन टिप्न आकाशको जुना, नसक्छु तीन तारा, सक्दिन टिप्न आकाशको जुना, नसक्छु तीन तारा, जुनैको साटो झुन्किरी टिप्छु, टपक्क तिमीलाई ओठैले ओठ चुमेर कस्तै चपक्क तिमीलाई। छेउ कुनातिर तुसारो पर्छ, यतै आई बसन, छेउ कुनातिर तुसारो पर्छ, यतै आई बसन, दिलैको न्यानो सिरकले ढाक्छु, ढपक्कै तिमीलाई ओठैले ओठ चुमेर कस्छु, चपक्क तिमीलाई। न तिर्खा मेट्छ न धित मर्छ, जवानी कस्तो हो, न तिर्खा मेट्छ न धित मर्छ, जवानी कस्तो हो, नचपाइकन खाऊ कि जस्तो, कपक्क तिमीलाई ओठैले ओठ चुमेर कस्तै चपक्क तिमीलाई। तिमी र म छौं बाँकी छ एउटा अँधेरो झम्के साँझ, तिमी र म छु, तिमी र म छौं बाँकी छ एउटा अँधेरो झम्के साँझ, निभाइदेऊ बत्ती बलेको हेर्छु, धपक्क तिमीलाई ओठैले ओठ चुमेर कस्तै चपक्क तिमीलाई, यही फूल जस्तो काखैमा राख्छु, थपक्क तिमीलाई।